नेपाल सरकारले समुदायमा आधारित भएर स्वास्थ्य चौकीहरूबाट, महिला स्वयंसेविकाहरूबाट अथवा खोप कार्यक्रम हुने ठाउँहरूबाट 6 महिनादेखि 2 वर्षसम्मको बच्चाहरूलाई वितरण गर्ने गरेर बालभिटा यो भनेको थप भिटामिन र मिनरल्सहरू। यसमा आयोडिन, आइरन, जिङ्क, भिटामिन ए, सी, फोलिक एसिड लगायतको खनिज पदार्थहरू पनि मिसाइएको हुन्छ। अब धेरैजनालाई लाग्छ बालभिटा भनेको त कुपोषण भएको बच्चाहरूलाई मात्रै दिने होला भनेर। नर्मल बच्चाहरूलाई पनि तपाईँले लिटो, जाउलो यो सोलिड फुड सुरु गरेपछि त्यसमा मिसाएर दिन सक्नुहुन्छ। 6 देखि 12 महिना बिचको बच्चालाई एक पटकमा 60 पुरिया हरेक दिन एउटा हुने गरेर दिने। फेरि 12 महिनादेखि 18 महिनाको बिचको बच्चाहरूलाई अर्को 2 महिनाको लागि 60 पुरिया दिने र फेरि 4 महिनाको ग्याप पछि 18 महिनादेखि 24 महिना बिचको बच्चाहरूलाई फेरि अर्को 60 पुरिया दिएर 2 महिनाको कोर्स पुरा गर्ने हो। यदि तपाईँको बच्चालाई स्वास्थ्य सम्बन्धी अन्य जटिलताहरू पनि छ, तपाईँले खानपिनमा विशेष ध्यान दिँदै बच्चालाई सङ्क्रमणको उपचार गर्दै पनि वेट बढिरहेको छैन भने त बालभिटा दिएको छु के रे भनेर ढुक्क भएर बस्न सकिँदैन। अरू रोगहरूको निदानको लागि त डाक्टरलाई जचाउनु पर्ने हुन्छ। बालभिटाको प्रयोगले बच्चालाई कुपोषण हुनबाट रोक्छ, रक्त अल्पता एनिमियाबाट बचाउँछ र विभिन्न खनिजहरूको डिफिसियन्सी हुन नदिन मद्दत गर्छ। तर बालभिटा सँगसँगै तपाईँले रेगुलर ब्रेस्ट फिडिङ गराउनुपर्छ। बच्चालाई ठोस खानेकुराहरू उमेर अनुसारले बढाउँदै जानुपर्ने हुन्छ र अन्य खोप र अन्य स्वास्थ्य सावधानीहरू पनि सँगसँगै अपनाउनु पर्ने हुन्छ। बालभिटा नेपाल सरकारले फ्रीमा वितरण गर्छ। तपाईँले यो कुनै पनि निजी फार्मेसी क्लिनिकहरूमा किन्न भने पाउनुहुँदैन।